म नेपालदेखि आएको बङ्गलादेश साइकलमा घुम्नुको लागि 1 महिना भिजा छ। साइकलमा बङ्गलादेश घुमेर घर फर्किन्छु। यहाँ चाहिँ अब भाषा बुझ्दैन नि त अहिले चाहिँ एआईले भाषा चाहिँ एकदम ट्रान्सलेट गरिदिन्छ। अनि म चाहिँ एकदम गर्मीले ह्याप भएर साइकल कुदाएर होइन यहाँ बसिरहेको थिएँ। अनि दुई भाइले चाहिँ यहाँ मलाई बस्नु भनेर भित्र बोलायो। अनि भाषा छ उसले हिन्दी पनि नबुझ्दो रहेछ, नेपाली पनि नबुझ्दो रहेछ, इङ्ग्लिस पनि नबुझ्दो रहेछ। अनि हामी चाहिँ यहाँ गुगलमा ट्रान्सलेट गरेर बोल्दैछौँ है त। खै के भन्दो रहेछ त अब हेरौँ। कस्तो गर्मी क्या, फोनहरू तातिसक्यो। तिम्रो नेपालको आन्दोलनको पिआर कस्तो थियो, के भनेको होला एकछिन ल।